नमस्कार। अहिले नेपालको जताततै घन्टीको मात्रै आवाज आएको हुनाले नेपालभरि घन्टी बजेकोले विपक्षका पार्टीका झोलेहरूले अहिले विभिन्न किसिमका हाम्रा उम्मेदवारहरूको भिडियोलाई काटेर एआई प्रयोग गरेर नभनेको पनि यो अहिले पक्का भनेको हो भने जस्तै गरी भिडियो अपलोड गर्ने हर जग्गाबाट धेरै खबर आएको छ सामाजिक सञ्जालमा। र जति पनि यो रासोपाका उम्मेदवार हुनुहुन्छ अनि आफ्नो एकदम ध्यानपूर्वक अगाडि बढ्नुहोला र तपाईँहरूको साथमा त जनता पुरै जनता छँदैछन् होइन। अलि तपाईँहरूले पनि ध्यान दिएर यो बोलेको हो यो बोलेको होइन भनेर कहिले पनि आक्रोशमा आएर चुनावभन्दा अगाडि केही पनि शब्द अलि ध्यानपूर्वक तपाईँले बोलिदिनु होला। अनि तपाईँले जनताको आशा गरेर अहिले तपाईँहरूलाई रोजेको छ जनताहरूले। तपाईँहरूको केही न केही उपायहरू तिनीहरू अपनाउँदैछन्। तपाईँहरूले एकदम ध्यानपूर्वक इमान्दारीका साथ अगाडि बढ्नुहोला। तपाईँको पक्षमा जनताहरू एकीबद्ध भएर पछाडि बढ्नेवालो छ र हामी पनि छौँ, तपाईँको साथ दिन्छौँ तपाईँलाई। बाँकी यो अब तपाईँहरूको चुनावको सबै शुभ रहोस्, एक नम्बर पार्टी बनोस्। धन्यवाद।